बाहेक अरू सब पैसाले किन्न मिल्छ विदेशमा। के हो सरसल्लाह हुँदैछ हो? ओहो आज रमाइलो हुँदैछ। के रमाइलो हुँदैछ हो भाइ? यो कुरा गर्न मिल्छ नि होइन? ल भाइ एउटा कुरा सोध्नु पर्यो के, यो लभ भनेको के रहेछ? यो लभ भनेको यो एउटा माया पनि हो, एउटा एउटा यो पागलपन पनि हो। अनि लभ गर्नको लागि के चाहिँदो रहेछ भाइ? यो लभ गर्नलाई त मैले बुझे अनुसार चाहिँ अहिले लभ गर्न चाहिँ पैसा नै ठुलो हो। पैसा नै ठुलो हो है? हजुर। अनि भाइको सोचाइमा लभ गर्नको लागि के चाहिँदो रहेछ? अब मेरो सोचाइमा त अब दुइटै सोच्यो, म त दुइटै सोच्ने, पैसा पनि माया पनि। लभको लागि माया पनि पैसा नि। अनि भाइको लागि? मेरो लागि पनि त्यही हो दादा। सकभर अगर पैसा भयो भने जति केटी पनि आउँछ दाइ, पैसा हुँदैन त कोही पनि हेर्दैन दाइ। पैसा पनि चाहिन्छ नि, माया गरेर पनि पुग्दैन नि त। तर यो संसारमा चाहिँ मेरो बुझे अनुसार यो केटीले पनि पहिला चाहिँ पैसा छ, आफ्नो छ, पैसा छैन लात हान्ने जान्छ। त्यसैले यो लाइफमा पैसा छ, सबै आफ्नो छ, घर फ्यामिली छ, माया प्रीति छ हैन। पैसा छैन त यो किन कोही छैन। त्यही हो मेरो सोचाइमा त। पैसा ठुलो छ है? पैसा ठुलो छ। संसारमा अब माया होइन पैसा ठुलो छ होइन त? पैसा भएपछि के छ भने अब पैसा भएपछि आफ्नो आमा बाउ बाहेक अरू सब किन्न मिल्छ विदेशमा। आमा बाबा बाहेक अरू सब किन्न मिल्छ विदेशमा। माया प्रीति, दिदी बहिनी, दाइ भाइ, साथी भाइ सबै पैसाले बनाउने हो। तर आमा यो कुरा चाहिँ सही हो, यो कुरा चाहिँ सही हो। एकदम सही हो।